लु साथीहरू अब के गर्नु घरै फोड्नु पर्ने अवस्था यहाँनिर फाइनली आइसक्यो। हामी चाहिँ यो बासे चौरी भन्ने ठाउँमा देख्न सक्नुहुन्छ यस्तो छ। नानी कति बजी आएको तिमी भन त? 3 बजे। अहिलेको समय 5 घन्टा 2 घन्टा बाहिर बस्यौ तिमी? शरम छैन तपाईहरुलाई? हेलो नमस्ते गाइस, सबैजनालाई स्वागत छ फेरि पनि अर्को नयाँ भ्लगमा। न्यू डे न्यू भ्लग सुरुवात भइसक्यो। सो आज चाहिँ हामी सबैजना कहाँ जाँदैछौँ त? सो आज चाहिँ हामी जाँदैछौँ हाम्रो दिदीको घरमा। अनि अघिसम्म चाहिँ हामी दाइको घरमा थियौँ। अगाडिको भ्लग हेर्नुभयो भने तपाईँलाई थाहा छँदैछ। सो आज चाहिँ हामी यहाँ दिदीको घरमा जाँदैछौँ। अनि भोलि फेरि अब आमाहरूकोतिर जानुपर्ने छ, दाजुहरूकोतिर जानुपर्ने छ। अनि त्यही नै हो। अब भोलि असार 15 गते एकदमै स्पेसल हुन्छ होला है। अब फिक्स छैन हुन्छ हुँदैन भन्ने कुरो। सो अनि दाजु चाहिँ काठमाडौँ जानुभएको थियो दिदीलाई लिन। दिदी ओमनबाट आउनु भएको थियो, लिएर पनि आइसक्नु भयो बिहान। अनि अहिले चाहिँ अनि दाजु दिदीहरू आएपछि चाहिँ हामीले खान्ते पिन्ते गरेर अहिले चाहिँ हामी यहाँ दिदीको घर जाँदैछौँ। अनि यता पनि त्यस्तै छ, गाउँहरू एकदमै पातुलो हरियाली वनजङ्गलको छेउमा। अनि हेरौँ अब आजको यो भ्लग कस्तो हुन्छ, अन्तिमसम्म हेरेर साथ दिनु होला है त। ओके साथीहरू, हामी चाहिँ यहाँनिर अब दिदीको घर त आइपुग्यो, तर चाबी नै खोलिएको छैन हौ। के समस्या आयो। हिजो त यही चाबीले खोल्नु भएको? खोल्नु न लु, फुटाउनु आँट्नु भएको? फुटाउनु पनि फेरि कत्रो ढुङ्गा हो फेरि। लु साथीहरू अब के गर्नु घरै फोड्नु पर्ने अवस्था यहाँनिर चाहिँ काम नहुने। लु नहुने भयो। के भयो फेरि? के भयो? के भयो? माने खेलाउनु हुँदैन? खोलिएन? ल साथीहरू फाइनली बल्ल तल्ल गरेर चाबी चाहिँ खोलिसकेको छ। अब भित्र जानुपर्ने हुन्छ, पङ्खामा बस्नुपर्ने हुन्छ। मेरो छोरी के गर्दैछ? ओए ए आऊ छिटो। वा होइन, माने खेलाउनु हुँदैन। यता आऊ न छोरी, नुमा आऊ 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 यहाँ हेर। वा वा भनिदेऊ न। माने खेलाइरहेको छ, यसले हात चिलाउँछ होला हौ। नुमाको रियाक्सन देखाउनु नि यहाँ अन्त। यहाँ नि के ढोकामा यत्रो स्नेल छ क्या? ए के छ? स्नेल अरे? के हो स्नेल भनेको? लिएर जाऊ, देखाऊ देखाऊ देखाऊ। लडाउँछौ है? हाम्रो दिदीहरूको घरमा चाहिँ यस्तो पनि बस्दो रहेछ। साथीहरू हामी चाहिँ अब यहाँ बसिरहेको छौँ है। अलिकति यता वरिपरिको भ्यूहरू तपाईँहरूलाई देखाउनु पर्दाखेरि खासै केही पनि छैन। वरिपरि पातुलो घर गाउँहरू छ। अनि यहाँ अगाडि चाहिँ एउटा सानो खोला रहेछ है। म पनि यहाँ फर्स्ट टाइम आएको आज। सो यो पनि त अब हाम्रो दिदीहरूको आफ्नै घर होइन, उहाँहरू यहाँनिर कोठा भाडामा बस्नुहुन्छ 1-2 महिनाको लागि। अब दाजु दिदी नै विदेश जाँदै हुनुहुन्छ। सो यतापट्टि देख्न सक्नुहुन्छ, यो चाहिँ लाटी होली भन्दो रहेछ। अनि यतापट्टि चाहिँ फेरि खतरा खतरा घर बनिएको रहेछ। 2-3वटा घर रहेछ, एकदमै कडा। सो यस्तै छ। अब बाँकी भ्लगहरू हेरौँ कस्तो हुन्छ के हुन्छ है। म अब यहाँ आएको छु। अब घुम्ने ठाउँहरू पनि खासै त छैन। ओके गाइज, गुड मर्निङ सबैजनालाई। आज अर्को दिन फेरि सुरु भइसक्यो है। अब हिजो चाहिँ केही गर्न पाइएन, भ्लग फुल कम्प्लिट भ्लग बनाउनु पाइएन, किनभने यहाँ खासै डुल्ने ठाउँ केही पनि रहेन रहेछ। सो अनि आज चाहिँ हामी असार 15 गते आज असार 15 गते मनाउन चाहिँ बासे चौरी भन्ने ठाउँमा जाँदैछौँ। आउनुहोस् हामीसँगै जाउँ, हामीसँगै रमाइलो गर्नु होला। सो सबैभन्दा पहिले चाहिँ म अगाडि गएर देखाउँछु मेरो श्रीमती अनि मेरो छोरी। यहाँ मेरो छोरी चाहिँ हिजो उसको माइजूले ल्याएको लुगा लागेको छ, अलिक ठुलो ठुलो भइरहेको छ क्या। सो अनि अब हामी चाहिँ यहाँ मास्तिरसम्म हिँड्दै जान्छौँ, त्यहाँबाट अनि सफारीमा जान्छौँ। अनि दाजु दिदीहरू पछाडि आउँदै हुनुहुन्छ। सो लेट्स गो गाइज, हेरौँ आजको भ्लग यो कस्तो हुन्छ है त। हामी चाहिँ यहाँ रोडमा आइसक्यौँ, सफारी भेटिएको छैन। सफारी चाहिँ भेटिने बित्तिकै चढेर जाउँ भनेको। सफारी आउने भनेको यतैबाट हो, छैन सफारी आएको। सो अब मजा हुन्छ जे होस् यस्तोमा हिँड्नलाई। आज त्यति साह्रो घाम चर्केर लागेको पनि छैन, हल्का लागिरहेको छ घाम पनि। अनि हावा पनि चलिरहेको छ। सफारी खोज्दै 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 मास्तिर आएको, यहाँ अङ्कलको ठ्याक्कै पाइयो। यहाँ घरमै चार्ज लगाएर राख्नु भएको रहेछ। अब यहाँ यसमा चढेर जान्छौँ हामी। ल जाउँ जाउँ, चढ्नुहोस् चढ्नुहोस्।
अब हामी जान्छौँ पथरी है त। A few moments later. यहाँनिर एकछिन आमा बुवाकोमा काम छ अरे दिदीको र दिदी र मेरो श्रीमती चाहिँ जाँदैछ दाइकै सफारीमा जाने हामी माथि बाँसे चौरी। सो एकैछिनमा आउनुहुन्छ, अलिकति काम छ अरे जानुभएको। मेरो छोरी यहाँ बसिरहेको छ। हेलो नुमा, खोइ हाई गरेको। अब चाहिँ हामी बाँसे चौरीतिर लाग्यो। दिदी आइसक्नु भयो। आजको मेन पार्टी भनेकै दिदीको तर्फबाट हो। दाजु दिदी अब बाँसे चौरी जाने बाटो चाहिँ ठ्याक्कै यो पथरी बजारको यो जङ्गल सुरु हुने बित्तिकै ऊ त्यहाँ अगाडिबाट यस्तो माथि जानुपर्छ। त्यति भए पनि भइगयो नि, पार्टी भइहाल्छ त्यति भए। ए तिमीले कुदाएर पो लडेको त अस्ति त। ल साथीहरू फाइनली आइसक्यो। हामी चाहिँ यो बाँसे चौरी भन्ने ठाउँमा देख्न सक्नुहुन्छ यस्तो छ। बाँसको कटेजहरू बनाएर मजाले यस्तो चौतारा सौतारा छ है। तपाईँहरूलाई जता बस्नु मन लाग्छ त्यतै बस्न सक्नुहुन्छ। मस्त छ ठाउँ चाहिँ, जे होस् इन्जोय गर्ने ठाउँ चाहिँ माथिदेखि तलैसम्म छ। ल साथीहरू हामी चाहिँ ट्याक्क यहाँ अगाडि उत्रेर त्यहाँबाट छट्टै यहाँ हाम्रो दिदीकोमा आएर यहाँनिर बस्ने ठाउँ टन्नै छ, देख्न सक्नुहुन्छ। हामी चाहिँ यहाँभित्र बसेको छौँ है। यहाँ चाहिँ पङ्खा वाइफाईहरू सबै बक्काइदा रहेछ। अनि बस्ने ठाउँहरू पनि देख्न सक्नुहुन्छ यस्तो तरिकाले चट्टी अछ्याएर। सो हाम्रो चाहिँ यहाँनिर आज एकदमै सिम्पल तरिकाको पार्टी भइरहेको छ। यता कोही बियर, कोही तङ्बा, कोही लोकल रक्सी यस्तै छ। यता मेरो बुढी वाइफाई जोड्नुमा व्यस्त। अब हाम्रो अरू आइटमहरू पनि आउँदैछ। एउटा आइटम अलिकति आज सबैले अब दही चिउरा केराहरू खाने गर्छन्, हामी चाहिँ यस्तो खाने गरेका छ। माइन्ड नगर्नु होला, कहिलेकाहीँ यस्तो चाडपर्वमा वर्षमा एकचोटि आउँछ होइन, असार 15। सो त्यही नै हो। दाजु दिदी मासु आयो। यो चाहिँ के हो? यो डोजर हो? च्वाचे फोकसै भएन त हो। ल फोकस भयो। यो चाहिँ साथीहरू पोलेर साँधेको मजाले अचार लाउनु भएको छ। काँक्रा गाजर मुला सबै छ, एकदम दामी। ल यो चाहिँ अब खान्छौँ हामी है। अब के गर्नु, खाँदै भिडियो गर्नु पनि सकिँदैन। अब एकछिनमा भेटौँ साथीहरू। ल है साथीहरू, आजको असार 15 पनि मनाइयो। अब चाहिँ हामी लाग्न आँटेको घरतिर। सो यहाँ दाजु पनि आइसक्नु भएछ सफारी लिएर। खोइ दिदी चाहिँ ए नानीलाई आइसक्रिम। ल बेलुका बेलुका भएपछि चाहिँ झन् धेरै यहाँ मान्छेहरू भिड हुन्छ है। अनि यो अब बर्खाको सिजन भएर पनि अब मान्छेहरू सबै खेतीपातीमा व्यस्त हुन्छ होइन। जाडोको सिजनमा चाहिँ यहाँ भयङ्कर आउँछ भन्दै हुनुहुन्छ हाम्रो यहाँ दाजुले। अहिले तर अघि हामी आएको भन्दा धेरै बाइकहरू यहाँनिर देख्न सक्नुहुन्छ, धेरै थुप्रिसकेको छ। अलराइट गाइज, फाइनली हामी चाहिँ दिदीहरूको दाजुहरूको घर आइपुग्यौँ। आई होप यु गाइज इन्जोय माई ब्लग है। अब चाहिँ हामी सफारी दाजुलाई बिदाई गरेर यहाँ पर्तिर दाजु दिदीको घर चाहिँ अब हामी जाँदैछौँ। आउनु 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 लु दाजु जानु। ल आज असार 15 मान्यो। अब गाइज भोलिको यात्रा चाहिँ हाम्रो धरान, भोलिको यात्रा चाहिँ हाम्रो पथरीदेखि धरानसम्मको हुन्छ गाइज। स्टे ट्युन गाइज। BUFFLO बफेलो बफेलो माने हो जाने त हो नि, तर त्यतिखेर चाहिँ बेलुका बेलुका जानु। ओके गाइज, अब ब्लग कस्तो के भयो, जस्तो बनाउनु सके त्यस्तै बनाएँ। मेरो पनि सुरुवात छ, भर्खर सिक्दैछु, बुझ्दैछु, जान्दैछु। केही मिस्टेक गल्ती भयो भने माफ गरिदिनु होला। र यो ब्लग चाहिँ अब यहीँनिर इन्ड गर्छु। सबैजनालाई थ्याङ्क्स फर वाचिङ। बाई बाई गाइज। ह्याप्पी असार 15 है त। बाई बाई गर्नु त सबैले। बाई बाई गर्नु।
बाई आमा बाउ फुर्सदमा नभइसकेपछि के हुन्छ भन्ने कुरो थाहा छ नि चाबी लाएर गएको यो स्कुलबाट आएको नानी होइन स्कुलबाट आएको नानी कति बजी आएको तिमी भन त 3 बजे यसले 3 बजे 3 बजे अहिलेको समय 5 घन्टा 2 घन्टा बाहिर बस्यौ तिमी टिचर दिन्छ 2 घन्टा 3 बजे आउँछ शरम छैन तपाईँहरूलाई इन्जोय गर्ने तपाईँहरू नानीलाई बाहिर घर बाहिर थुपार्ने खाजा त ल्याउनु भयो नि लु यो चाहिँ बोनस क्लिप है साथीहरू बाई